बिजोग भयो यार मेरो त पुरै नेपाल पुलिसले एडिट गरिदिने उता कोटाकोटतिर जाने पुल पैसा मसँग हेलमेट चाहिँ मेरो यस्तो छ ब्लग गरिया हेलो वेलकम ब्याक टु माई न्यू भिडियो हजुरहरू सन्चो हुनुहुन्छ होला र म पनि एकदम सन्चो छु आज चाहिँ म ट्याक्क लाएर रुद्रबिन जाँदैछु होइन स्लो राइड बाइकमा फर्स्ट टाइम बाइकमा भिडियो बनाउँदैछु कति रुमदेखि स्टार्ट गर्नु अनि ट्याक्क यस्तो के भन्छ यसलाई चाहिँ करिडोरदेखि भिडियो बनाउँदैछु फर्स्टमा चाहिँ यहाँ पानी देखेँ होइन म पानी खान्छु त्यसपछि यस्तो ओए पानी नै गायब भइदिएर यार पानी खान्छु भनेको त आऊ न आऊ यार यसरी पाइपमा आएको पानी खानुको मजा कति छुट्टै हुन्छ भन्ने कुरा त थाहा होला हजुरहरूलाई होइन यसो बाइक चाहिँ यहाँ छ होइन 150 म चाहिँ यहाँ जानेवाला छु मेरो यहाँ बेल्ट चाहिँ यहाँ छ गेट रेडी विथ मी गाइस लेट्स गो राइडको लागि रेडी हो होइन त म चाहिँ रेडी भइसकेँ ट्याक लाएर अब अर्को पालि चाहिँ गोप्रोले भिडियो गराउनु पर्छ अहिलेलाई चाहिँ यस्तै छ होइन काम चलाउवाला काम सो अब चाहिँ हामी जानेवाला छौँ ट्याक लाएर रुद्रबिन जानेवाला छौँ लेट्स गो तर यो चेस्ट बेल्टले चाहिँ अलिक गाह्रो नै हुने रहेछ म चाहिँ फर्स्टमा राम मन्दिर जान्छु होइन त्यसपछि चाहिँ त्यहाँ के अरे बोइज गर्ल्स जस्तो छुट्टै छुट्टै भजन दोहोरीमा हुने जस्तो भन्ने कुरा थियो होइन त्यो हो कि म चाहिँ यसो राम मन्दिरमा गएर मस्त इन्जोय गर्छु त्यसपछि चाहिँ म रुद्रबिनी जानुपर्ने हुन्छ मलाई चाहिँ अलिकति पसलको सामानहरू लिन छ सो म चाहिँ त्यसपछि त्यहाँ जान्छु अनि अलिकति सामानहरू लिइसकेपछि चाहिँ म मन्दिरमा पसेर फर्किन्छु कि यत्तिकै फर्किन्छु त्यसपछि चाहिँ म फर्किनेवाला छु यो चाहिँ ट्याक्क यो हरिमचौरी मिर्मीदेखि यता रिडी तम्गास रे रिडी हुँदै यता बुटोल जाने बाटो यो चाहिँ होइन हजुर देख्न सक्नुहुन्छ यो चाहिँ पुरै के पिच छ खोलातिर चाहिँ छैन पिच कच्ची नै छ त्यसपछि चाहिँ पुरै पिच छ तल गण्डकी माथि पार छ तर दामी छ कि बाटो चाहिँ होइन यो चाहिँ रुद्रबिन जाने बाटो फिलिली खासै गाडीहरू पनि हिँड्दैन मस्त आनन्द हुन्छ एक्लै हिँड्न चाहिँ सो यस्तो रमाइलो हुन्छ कि एक्लै हिँड्न के भनौँ हजुरहरू पनि कतै जानुहुन्छ भने सँगै जाउँला कमेन्ट गर्न नबिर्सिनु होला भन्दै म चाहिँ फर्स्ट टाइम यसरी भिडियो बनाएको भएर केवलम टाइपको भइरहेको कि मलाई चाहिँ होइन क्यामेरा पनि अलि एङ्गल नमिलेको जस्तो भइरहेको ढ्याक्क बाइकको टाउको मात्र देखिरहेको अलि हुन्छ नि साइडमा केही देखियो होइन सो अहिलेलाई चाहिँ यति नै भयो के भन्नु त नि होइन कोसिस त गरेकै हो होइन त के गर्नु मलाई चाहिँ हेलमेट लाग्दै टाइड भएको जस्तो फिल भइरहेको थियो किन यहाँ यस्तो अप्ठ्यारो जस्तो हो कि यसरी म यसमा त हिँड्नु भयो नेपाल पुलिस दाजु इरिट नगरिदिनु होला अहिले फेरि भिडियो पोस्ट गर्ने मान्छेले के अरे कन्टेन्ट क्रिएटरले भिडियो पोस्ट गर्ने होइन अनि नेपाल पुलिसले एडिट गरिदिने क्या चले है नेपालमा हजुरहरू कतिलाई थाहा छ होला र कतिलाई थाहा छैन होला मेरो चाहिँ युट्युबमा अर्को युट्युबमा चाहिँ 1.5 लाख जति सब्सक्राइबरहरू हुनुहुन्थ्यो नेपालीभन्दा बढी त मेरो यो विदेशी नै हुनुहुन्थ्यो किनकि मैले चाहिँ सर्ट भिडियोहरू गरिरहेको थिएँ होइन सो विदेशीहरू नै धेरै हुनुहुन्थ्यो अब चाहिँ यो चाहिँ मेरो नयाँ आइडी रहेको छ विपना ब्लग्स भन्ने चाहिँ होइन म चाहिँ पछि पाण्डे ब्लग्स नै गर्नेवाला छु यो आइडीलाई पनि तर मेरो अर्को आइडी चाहिँ के भयो कपिराइट लाग्यो होइन त्यसपछि चाहिँ जति भिडियो गरे पनि त्यो वाच आवर नबढ्ने त्यस्तो इस्युहरू भइरह्यो के भयो त भउँदै भएन कि त आइडी होला जस्तो मलाई लाग्दै लागेन कि त्यत्रो मिहिनेत गऱ्यो होइन भिडियोहरू मैले कति बनाएको छु हजुरहरूले चेक गर्न सक्नुहुन्छ पाण्डु ब्लग्स होइन 1,72,000 जति सब्सक्राइबर छ त्यहाँ चाहिँ मेरो अनि अहिले चाहिँ यो मेरो नयाँ आइडी हुनेछ फर्स्ट भ्लग नै यही हुनेछ सो सपोर्ट देखाइदिनु होला हजुरहरूले यति भन्दै अब चाहिँ म चाहिँ यो वाला आइडी नै कन्टिन्यू गर्नेवाला छु सो हजुरहरूले चाहिँ अब पहिला भिडियोहरू हेर्नुहुन्थ्यो भने चाहिँ अब कन्टिन्यू यो पनि हेर्नु होला सो सँगसँगै भ्लगहरू ल्याउने कोसिस गर्नेछु अनि अरू कुरा चाहिँ सब्सक्राइबरहरू यस्तो गाह्रो भएको थियो कि त्यत्रो सब्सक्राइबर भनेको त कम त होइन नि होइन 1.5 लाख सब्सक्राइबर
धेरै हुँदैन नि त, कति दुःख गरेर पनि सब्सक्राइबरहरू बढाउन चाहिँ सकिन्न। सो मेरो आइडी मोनिटाइज हुन सकेन, त्यत्रो सब्सक्राइबर भएर पनि गएर हेरिदिनु होला आइडी चाहिँ एकपालि होइन। सो अब यो आइडीलाई सब्सक्राइब गरेर कन्टिन्यू गर्नु होला सपोर्टको लागि। लेट्स गो। अब चाहिँ हामी जानुपर्ने हुन्छ होइन, अहिले फेरि बेर हुन्छ नि त फर्किँदा। म चाहिँ एक्लै छु। म त पुरा नर्भस भइदिएर यार, मेरो युट्युबले त लास्टै गरेको क्या, रुवाएको थियो मलाई त एकपल्ट त होइन। त्यत्रो मिहिनेत गरेर नि खाल्टामा ट्याक्क लगाएर पछाडिदिए जस्तो भएको थियो होइन। सो अब चाहिँ यो सब कुरा छोडिदिउँ र अब चाहिँ फेरि पनि कमब्याक भइसकेको छ पाण्डु ब्लग्स। सो त्यसैले चाहिँ हजुरहरूले सपोर्ट गर्नुपर्ने हुन्छ, त्यति हो। अब चाहिँ म ट्याक्क लगाएर रुद्रवेणी मन्दिरमा आउन लागिसकेँ होइन। हामी चाहिँ यहाँ ट्याक्क राम मन्दिरमा आइसक्यौँ होइन। यहाँ पार्किङहरू देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ राम मन्दिर, यहाँदेखि 2 किलोमिटर जति होला रुद्रवेणी चाहिँ। सो यो चाहिँ उता कोटाकोटतिर जाने पुल, पक्की पुल छ यहाँ चाहिँ। ट्याक्कै राम मन्दिर पर्छ यो साइड। तल चाहिँ एकदम राम्रो छ, यहाँ देख्दा चाहिँ यस्तो केही छैन। सो त्यो पनि हजुरहरूलाई देखाउनुवाला छु। लेट्स गो। हेलमेट चाहिँ यहाँ नछोडौँ होला होइन, म चाहिँ लिएरै हिँडेँ। यहाँ छोड्ने हो भने त फेरि जे पनि त हुनसक्यो होइन। कसैको भर नपरौँ, आफ्नो त भर पर्दैन, म अरूको कसरी पर्नु होइन, साँच्ची भन्ने हो नि। यहाँदेखि चाहिँ भ्यू यस्तो दामी देखिन्छ नि होइन। ट्याक्क म चाहिँ यहाँ मन्दिरको सुरु थोरै भित्र छिर्ने बित्तिकै यस्तो दामी ठाउँ छ कि यहाँ चाहिँ। सो लेट्स गो। गण्डकी चाहिँ यहाँ दुईतिरबाट गण्डकी मिसिएको क्या। यतादेखि यो हाम्रो घरतिरदेखि आउने गण्डकी, यो चाहिँ यो रिडीदेखि आउने गण्डकी गरेर 2टा गण्डकी मिसिएको। अलि तल त्यो ट्याक्क रिडीको त्यो उमा जाने भने फेरि 3टा गण्डकी मिसिएको। गुल्मी, पाल्पा, सेङ्गा भन्ने त हजुरहरूलाई थाहा छ होइन। सो त्यही देखि सक्नुहुन्छ यताको भ्यू। म चाहिँ हेलमेट बोकेर हिँड्नु परिरहेको। यहाँ चाहिँ यस्तो हो मन्दिर चाहिँ। त्यो चाहिँ के भन्छ, गजुर भन्छ होला सायद। मलाई चाहिँ यो मान्छेको अगाडि भिडियो गर्ने कस्तो नआउँछ क्या। तल चाहिँ कीर्तन भइरह होइन, ट्याक्कला त्यहाँ बोल्ने कुरा त भएन नि त। तल चाहिँ कीर्तन भइरह, त्यहाँ बोल्ने कुरा चाहिँ भएन। म हजुरहरूलाई देखाउँछु यहाँ चाहिँ कस्तो दामी ठाउँ हो कि। यहाँ चाहिँ यस्तो हो कि मतलब यहाँ चाहिँ गुरुहरू चाहिँ धेरै हुनुहुन्छ कि, मतलब त्यो बुढी आमाहरू गुरुहरू धेरै हुनुहुन्छ। यहाँ रुमहरू चाहिँ देख्न सक्नुहुन्छ है, यसरी छुट्टै होइन। एकजनाको एउटा हो कि 2जना त्यस्तै पार्टिसन गरेर राखिएको हुन्छ। यहाँ यस्तै रुमहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ गुरुआमा गुरुबुवाहरू बस्ने रुमहरू हो। यस्तो धेरै हो कि यहाँ कोठाहरू त यस्तो धेरै छ नि, उयो कि भित्र गल्ली जस्तो टाइपको हो। अनि तल गएपछि चाहिँ देख्न सक्नुहुन्छ त्यहाँदेखि पनि पुरै रुम छ, अनि यहाँदेखि पनि पुरै रुम छ। अनि तल त्यहाँ गएपछि चाहिँ बल्ल त्यो छ कि, त्यहाँ गएपछि चाहिँ बल्ल कीर्तन गर्ने ठाउँमा आइन्छ हामी चाहिँ। देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ। म चाहिँ यहाँ बोल्दिनँ, हजुरहरूले चाहिँ भजनको आनन्द लिनु होला। देख्न सक्नुहुन्छ यहाँ चप्पलहरू।
यतापट्टि बसी भगवान्लाई 6 रुपियाँ चढाउँछु हजुर मेरो सँगै हजुरहरूको पनि आशा पुऱ्याउँछन् क्या हेर्दै राखेँ यहाँदेखि चाहिँ ट्याक्क मन्दिरको भ्यू चाहिँ यस्तो भयो यहाँ पछाडि चाहिँ यस्तो देखिन्छ क्या ओ माई गड यहाँ चाहिँ अमला फलिरहेको रहेछ यस्तो मजाले यहाँ चाहिँ दुईवटा कालीगण्डकी मिसिएको छ होइन यतादेखि एउटा र यतादेखि एउटा अनि तल रिडी गएपछि चाहिँ 3टा मिसिएको छ एउटा यता अनि एउटा चाहिँ उता के बडियाड हो कि के भन्छ त्यो वाला गण्डकी मिसिएको 3टा यहाँ चाहिँ 2टा ट्याक्क देख्न सक्नुहुन्छ यता अर्कै कलर जस्तो यता चाहिँ अर्कै छ नि होइन सकिने म चाहिँ अब जानुपर्ने हुन्छ धेरै घुम्न भएन यहाँ त्यो नानी ब्लग गरिया हजुर पाण्डु ब्लग छ हजुर हेर 1.5 लाख जति सब्सक्राइबर छ हेर 1.5 लाख जति सब्सक्राइबर छ ट्याक्क चिने तिमीलाई पनि भाइरल गरिदिन्छ अब म नानीले चाहिँ गर सब्सक्राइब गर्छु भन्ने छैन मेरो मैले यसरी सब्सक्राइब गर्नु चाहिँ कसैलाई भनेको अहिलेसम्म चाहिँ सो भ्यूको आनन्द लिउँ है त यहाँ चाहिँ यति धेरै रुमहरू छ कि के भन्नु कि यार यता चाहिँ के हो जस्तो लाग्छ भने चाहिँ मलाई मैले अब यहाँ आएर म अस्ति नै पनि एकपालि साइकल लिएर आएको थिएँ यहाँ होइन उही घरदेखि नै यहाँको विशेषता चाहिँ के हो जस्तो लाग्छ भन्दाखेरिमा त्यो गुरुआमाहरू हुनुहुन्छ नि जो यहाँ चाहिँ धेरै गुरुबुवाहरू हुनुहुन्छ क्या अनि उहाँहरूले चाहिँ गुरुआमाहरूले पनि कपाल खौरिन पर्ने त्यो हो जस्तो लाग्छ कि जोलाई देख्यो भने त्यहाँको कपाल चाहिँ पुरै खौरिएको हुनुहुन्छ सो त्यही हो जस्तो लाग्छ मलाई चाहिँ सो अब हामी चाहिँ यहाँदेखि बिदा हुनुपर्छ म चाहिँ यता रुद्रबेनी गएर अलिकति सामान हाल्नु छ पसलको लागि त्यही भएर म चाहिँ अब यहाँदेखि निस्किनु पर्ने हुन्छ त्यहाँ बसिराख्नु भएन नि त भोक लागिसक्यो यस्तो अब यहाँ अब चाहिँ म जानुपर्ने हुन्छ होइन साथी सो बाइक चाहिँ यहाँ छ अब म चाहिँ यता रुद्रबेनी जान्छु त्यसपछि भोला चुरोटहरू तिनी पसलको लागि अलिकति लिन छ होइन त्यसपछि चाहिँ म घर जानेवाला छु एक ठाउँमा चाहिँ म जिन्दगीमा कहिल्यै हालेको थिइनँ कि पछि बाटोमा मतलब म रुद्रबेनी आउनको लागि त्यो बाटोमा डर आउँथेँ अब कहिले नराखेपछि त मनमा नै त्यो डर हुन्छ नि त त्यस्तो भइरहेको थियो सो म चाहिँ त्यो नि कटेर ठिकै आरामै यहाँसम्म आइसकेँ होइन पैसा तसँग पैसा मसँग मेरो पैसा होइन कि यो त सामान लिने पैसा पैसा आफूसँग पैसा हुँदा पनि सामानको बिल पनि छ नपत्ता सामानको बिल नै सामान लिएर आउने त्यो के भन्छ त्यो मलाई थाहा छैन त्यही हुन्छ त्यो छैन अब चाहिँ हामी जानुपर्ने हुन्छ टक्क लाएर होइन सो लेट्स गो इन्जोय आवर राइड म चाहिँ यहाँ रुद्रबेनी बजार आइसकेँ होइन यहाँ चाहिँ मैले सामान अर्डर गरेको छु यहाँ मैले पाण्डे किराना पसलमा म चाहिँ त छु मलाई मिस त गर्नुपर्ने छैन नि धन्न पुलिसले मारेन कि यार कसम म त यस्तो डराएको म ट्याक्क रुद्रबेनी पुग्न थाल्दा ट्याक्कै उतादेखि गाडी आएको कि होइन म चाहिँ सामान पछाडि यस्तै राखिदिइसकेँ अनि म चाहिँ अब घर जानुपर्ने हुन्छ म चाहिँ मन्दिरमा रोक्दिनँ देख्न सक्नुहुन्छ उहाँ कस्तो पानी गरेको कि उतादेखि पानी आइरहेको म चाहिँ छिटो घर जानुपर्ने हुन्छ म जहाँ जाँदैछु त्यतै पानी छ छैन उता पानी
ट्याक्क लाएर हालत देख्न सक्नुहुन्छ होइन। पुरै बिजोग भयो यार, मेरो त पुरै रुजियो कि यहाँ पुरै कौडाबाट पनि पानी आउँछ, सामान पनि पुरै रुज्यो होइन। ए सुलुलुल्ल पुरै यस्तो हालत खराब भयो आजको राइडमा चाहिँ। फर्स्ट राइड थियो, फर्स्ट राइड नै बेहाल भइदियो। अब सामान निकाल्नु पर्ने हुन्छ होइन। यहाँ मेरो हालत देख्न सक्नुहुन्छ होइन। यहाँ त पानी हो गई, पुरै रुज्यो यार, पुरै रुज्यो कि म चाहिँ। सो म चाहिँ घरमा आइसकेँ होइन। आजको ब्लग चाहिँ ठुलो भने जस्तो भयो, भैँसी ब्याए जस्तो लाग्यो मलाई चाहिँ। भैँसी ब्याएको हो र, ओइ भैँसी ब्याएको हो र। हामी चाहिँ भैँसी ब्याउनेवाला थियो कि, सो भैँसी ब्यायो जस्तो लाग्यो मलाई चाहिँ। अहिले हेर्छु होइन, हामी चाहिँ होइन रहेछ ब्याएको। म चाहिँ यहाँदेखि नै गोठ देखिन्छ क्या, मेरो रुमदेखि नै। सो म चाहिँ घरमा पनि आइसकेँ होइन। रुजेर हालत खराब भयो आज चाहिँ, हजुरहरूले देख्नुभयो होइन। आज चाहिँ मेरो यो च्यानलमा चाहिँ फर्स्ट भ्लग हुँदैछ, सो सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको भ्लग चाहिँ यहाँ नै अन्त्य गर्न चाहन्छु। हस् धन्यवाद, बाई बाई, सब्सक्राइब।